डोटी जिल्लाको जोरायल गाउँपालिका 2 मा अवस्थित पत्ताडा गाउँ अहिले जलवायु मैत्री बस्तीका रूपमा चिनिन थालेको छ। यही गाउँका डिलबहादुर विक विगतमा परम्परागत खेतीमा निर्भर थिए, जसले 4 महिना मात्र खान पुग्थ्यो। पहिला उनको बारीमा मकै र गहुँ बाली मात्र हुन्थ्यो। वर्षभरि परिवारको जीविका चलाउन ऋण लिनु र भारतमा रोजगारीका लागि जानुपर्ने बाध्यता थियो। तर पछिल्लो 4 वर्षमा उनको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ। जलवायु मैत्री कृषि तरकारी खेतीको लागि तालिम दिनुभयो। म आफै गएँ तालिममा। पहिला पनि तरकारी गर्ने इच्छा थियो, तर तरकारी चाहिँ आफ्नो घरेँसीको लागि प्रयोग गरिन्थे। त्यो होइन, अब चाहिँ जीविकोपार्जनको लागि गर्नुपर्छ भनेर सुझाव सल्लाह र नर्सरी ब्याड यताउता सबै दिनुभयो। सुरुमा उनलाई मेड नेपालले सहयोग गरेको थियो। गाउँमा विक्रम सम्वत 2078 सालमा फिनल्यान्ड सरकारको सहयोगमा फिल्म नेपाल मार्फत लिबर्डको सक्षम परियोजना लागू भएपछि विक पनि योजनामा आबद्ध भए, जहाँ उनले छापो प्रविधि, टनेल, थोपा सिंचाई, गोठ सुधार लगायतका लागि परियोजनाबाट सहयोग पाए। लिबर्डले धेरै सहयोग गरेको छ। हामीलाई चाहिँ नयाँ नयाँ प्रविधि पनि सिकाउनु भयो। मल्चिङ, एउटा हाम्रो यो माटो र सिमेन्टबाट मिश्रित ट्याङ्की पनि बनाउनु भयो। पानी अभाव भएको बेला मैले पानी कलेक्सन गरेको छु, त्यहाँबाट उठाएर म त्यहाँ बेर्नामा हाल्छु कहीँनिर हाम्रो पानी ब्लक भयो भने। जैविक मल विषादी र तपाईँको यो भगारो सुधारबाट मलको प्रविधि पनि एकदम राम्रो लागेको छ। पहिला उनी 1 देखि 2 रोपनीमा 3-4 थरीका तरकारी खेती गर्थे, तर अहिले उनले 5 रोपनीमा विभिन्न प्रकारका मौसमी र बेमौसमी तरकारी खेती गरिरहेका छन्। तरकारी बिक्रीबाट वार्षिक 3 देखि 4 लाख रुपैयाँ आम्दानी भइरहेको छ। मलाई फर्स्ट सालमा यो तरकारी गर्दाखेरि मैले 50-75 हजारको टमाटर बिक्री गरेँ। अहिले मैले तल पसललाई पनि मर्मत गरेँ, त्यसमा पनि मेरो 3-4 लाख रुपियाँ यो तरकारीबाट आयो। पैसा त यो बचत भइरहेको रहेछ। मैले कुनै सङ्घ संस्थाबाट लिएन, यो तरकारी खेती गरेर मैले पसल पनि निर्माण गरेँ। डिलबहादुर अहिले आफै मात्रै आत्मनिर्भर भएका छैनन्, उनी अहिले गाउँका अन्य कृषकहरूका लागि समेत प्रेरणाको स्रोत बनेका छन्।